बल छ राम्रो राम्रोसँग रोकाए गइसकेका छन् गोलको कभरमा गोल नमस्ते सबैजनालाई स्वागत छ हाम्रो जलजला एफसी युट्युब च्यानलमा। आशा छ तपाईहरु सबै सन्चै हुनुहुन्छ भन्ने। हामी पनि सन्चै छौं, हाँसिरहेको छौं किनकि आज हामी जलजला एफसी युथ क्लबका केटाहरू सबै फुटबल खेल्नाले 2 जिल्ला पार गरेर हिँडिसकेका छौं र अस्तिको गेम हारियो 2 गोलले, आज 2 गोलले जित्छौं भन्ने आशाका साथ हामी रफ्तारमा हिँडिरहेका छौं। आशा छ सबैले हेर्नुहुनेछ। बाँकी लेट्स सी नेक्स्ट भिडियोमा। हेलो नमस्ते सबैलाई स्वागत छ। नमस्ते छ सबैलाई। हाम्रो यस जलजला एफसी को हरेक जस्तो शनिबार हुन गइरहने फुटबल फ्रेन्डली म्याच हरेक जस्तो शनिबार हुने गरेको छ। आज पनि त्यसै अनुसार फुटबल म्याच यसै भक्तपुरको सूर्य विनायक भन्ने ठाउँमा सुरु हुँदैछ र म्याच अफिसियली सुरु भइसकेको छ। तपाईँ हेर्न सक्नुहुनेछ। हाम्रो 11 नम्बरको स्ट्राइकर शिवराज रोकाया छन् अगाडि। ऊ चाहिँ रामकृष्ण रोकाया हुन्। जलजला एफसीका एकदमै इम्प्याक्टफुल प्लेयर हुन्। रोमनसँग बल छ नराम्रोसँग भने 11 नम्बर लगाइरहेको छ। नेमारका अत्यन्तै फ्यान, एकदम सुट फ्यान नेमारको। आफूले नेमारको फ्यान भन्दै जनाउने गर्दछन्, प्रस्तुत गर्ने गर्दछन्। आज गोल्डस एकदमै जलजला एफसीका क्याप्टेनका साथै चाहिँ एक लिडर, उत्कृष्ट लिडर भएर के गर्यो आज पनि हरेक जस्तो दिन जस्तो प्रायः जस्तो आज शनिबार पनि जलजला एफसी भर्सेस अब कुन क्लब हो, लथालिङ्ग क्लब एफसी क्लबसँग म्याच खेल्न फ्रेन्डली म्याच खेल्न आएको छ। नाइस, राम्रो गोल, रक्षकले राम्रो गोल क्याच गर्नुभएको छ। राम्रो गोल नाइस नगर्नु अनुरोध गर्दछु म सूरज रोकायालाई। राम्रो रामकृष्ण रोकाया गइसकेका छन्। गोलको कभरमा गोल एकदमै राम्रो गोल। डिफेन्डरबाट राम्रो गोल हान्न सकेका छन् रामकृष्ण रोकाया। 10 नम्बर जलजला एफसीका इम्प्याक्टफुल 10 नम्बर। फेरि पनि गोल। हरूको टार्गेटमा सर्ट एकदमै कमी देखिएको छ। शिवराज रोकायाजी के गर्दै हुनुहुन्छ? नाइस, तर के गर्नु, फेरि पनि रोमन 7 नम्बर। हाम्रो दादाहरू बस्नुभएको छ। राम दादा के छ? एकदम अब मेरो पाला आउँदैछ। दादाको पाला रिभेन्ज हान्नु पर्नेछ। हान्नुपर्छ कुनै टिमलाई। के गरेको राम्रो मिस्टेक गोल गएको छ। फेरि पनि अर्को बल मिस्टेक गर्दै अर्को बल गोल गएको छ। 2-1 हुन गएको छ। रामकृष्ण रोकाजी के गर्दै हुनुहुन्छ? 2-1 को 2-2 बराबरी गर्न 11 नम्बरको शिवराज रोकायाले 2-2 को बराबरी गरेका छन्। राम्रो गोल हानेका छन्। क्लबले गर्न पाएका छन्। राम्रो राम दाई गइसक्नु भएको छ भित्र। शिवराज रोकायालाई बल परिसकेको छ। रामकृष्ण रोकायाले फेरि पनि टार्गेटमा सर हान्न अनुरोध। पास कति भएको छ अहिले? त्यसको कति भयो? 2 लिड हाने नि क्या ओपनरले 2 लिड भएको छ। कस्तो लागिरहेको छ? हाम्रो जलजला एफसी को के भइरहेको छ पर्फर्मेन्स? गेम राम्रै छ। अब लास्टसम्म हेरौँ न के हुन्छ। गेम भनेकै लास्टमा हुन्छ। गोल पनि नाइस, राम्रो गोल। स्थापनादेखि नै रामु दाईको पहिलो गोल। शिवराज राम्रो मौका। क्याप्टेन गोल रक्षक क्याप्टेन दाजुबाट पछाडि ब्लकमा अर्का प्लेयर आफ्नो पर्फर्मेन्स दिन सकिराख्नु भएको छैन। किन हो
रामकृष्ण रोकालाई पछाडि आउन अनुरोध पछाडि आउन खेलाइराख्नु भएको छ गोल फेरि पनि ब्रेकपछि गजल एफसी एकदम रफ्तारमा 3 लिडमा पुगिसकेको छ आउटमा मौकालाई गुमाएका छन् रोमनले राम्रो ब्लक रोमन नाइस रोमनको नाइस नम्बर प्लेयरको छिर्सकेका छन् नम्बर हिमाललाई फेरि पनि बाहिर दाइ हाम्रो जबरजस्तीको जित्छौँ हामीले दाइ ढुक्क एकदम फेरि अर्को गोल दाइ भन्दै थिएँ म जिति दाइ म दाइ रामकृष्ण रोकाएको एकदम राम्रो रोकाएको फाइनल लास्ट आउटको गोल फेरि पनि रामकृष्ण रोकाएको हातमा बल परिसकेको थियो तर पनि हान्यो रोमन यस नाइस रोमन रोमन दान हान्जम नाइस पडा रामकृष्ण रोकाएको हो एकदमै यस्तो भयो दाइ गेम एकदम बबालै भयो हान्यो रामु दाइ गेम सकिसकेको छ गजल एफसीको एकदम अन्तिममा आएर राम्रो जित हासिल गरेको छ गजल एफसीले र अब सिधै अर्को शनिबार अर्को म्याच फ्रेन्डली म्याचका सहित आउने बाचा सहित शिवराज रोकाया लास्टमा म्यान अफ द म्याच शिवराज रोकाया लास्टमा एकदम राम्रो प्रस्तुति देखाउनु भएको थियो अन्तिममा आएर अब अर्को शनिबार पनि यस्तै फ्रेन्डली म्याच उपस्थिति हुन अनुरोध रमनजी हुनेछ